अनलाइन प्लेटफर्मबाट आजभोलिका बालबालिकाहरूलाई डिस्टेन्स मेन्टेन गर्न सक्नु भएको छ? निकै गाह्रो छ। अनलाइन प्लेटफर्म आजभोलिको बालबालिकाहरूको लागि एउटा नयाँ खेल मैदान हो र त्यो खेल मैदानको सेक्युरिटी र मर्यादा नबुझिकन खेल मैदानमा प्रवेश गराउनु रिस्क बढाउनु जस्तै हो। उनीहरूलाई अनलाइन सेक्युरिटी, पासवर्ड कन्फिडेन्शियलिटी र अनफेमिलियर वेबसाइटहरू अथवा लिङ्कहरू खोल्न मिल्ने नमिल्ने जस्ता आधारभूत कुराहरू सिकाउन जरुरी देखिन्छ। सोशल मिडियामा के लेख्यो, के हेर्यो, के शेयर गर्यो जस्ता कुराहरूले दीर्घकालीन प्रभाव पर्छ भन्ने कुरा बुझाउन महत्त्वपूर्ण छ। त्यसैले यी कलिला बालबालिकाहरूलाई भोलिको डिजिटल सिटिजनशिप बनाउनु तपाईँ हामी जस्ता अभिभावकहरूको प्रमुख दायित्व पनि हो। यो भनाइ तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला है त।